म आज यहाँ कोडिङको केही टाइपहरू ल्याएको छु। तर कोडिङ पढ्नुभन्दा अगाडि ए देखि जेड सम्मको अल्फाबेटिकल अर्डर जस्तै ए 1 मा पर्छ, बी 2 मा पर्छ, यस्तो याद हुनुपर्छ। रिभर्स अर्डर समेत पनि पुरा याद गर्नुपर्छ। यसमा पहिला भन्ने छ क्वेसन 1 मा फरवर्ड एन्ड ब्याकवर्ड प्याटर्न। हेर क्वेसन भन्छ एउटा खास कोड अनुसार बोयलाई सिपिजीले लेखिन्छ भने गर्ललाई केले कोड गरिन्छ। यसमा बोयलाई कोडिङ गर्दा जसले कुनै वर्डको कोड छ नि त्यो कोडले हमेसा यस्तो प्याटर्नमा लेख्ने। यो वर्ड चाहिँ यसको कोड सिपिजीले यसको कोड छ त यसो तल लेख्ने। बी भनेको बी सी ए का अगाडि बढिरहेछ, ठीक छ। ए बी भनेको 2 नम्बर हो, सी 3 हो। त्यस्तै ओ भनेको 15 हो, पी भनेको 16 1 ले बढिरहेछ, वाई 25, जेड भनेको 26 1 ले बढिरहेछ। यस्तै जी भनेको 7 नम्बर भनेको 1 ले बढ्छ, एच आई ले 1 ले बढ्दा के हुन्छ जे, आर भनेको एस, एल भनेको एम, एच जे एस एम, ठीक छ। यसको अर्को प्याटर्न भने चाहिँ रोजलाई एसपीटीएफ कोड हुन्छ भने लोटसको कोड यस्तै हेर। आर 1 बढेछ, आर को 1 भनेको एस, ओ भनेको ओ पछि 1 बढ्दा पी, एस पछि टी, ई भनेको बढिरहेछ। एल पछि के आउँछ एम, ओ पछि के हुन्छ पी, टी पछि यू, यू पछि भी, एस पछि टी, एम पी यू पी टी अप्सनमा कुन छ यो छ। यो सेकेन्ड मतलब फर्स्ट टाइप वाला छ।